मेरो नाम डाक्टर भीमबहादुर लामा हो। म शङ्खसभा जिल्ला अस्पतालमा चाहिँ एज अ मेडिकल कोअर्डिनेटरको रूपमा चाहिँ कार्यरत छु। अब एमडीजीपी भन्छ मास्टर इन जेनरल प्र्याक्टिस र इमर्जेन्सी फिजिसियन र सर्जन। जेनरल पब्लिकलाई चाहिँ नन कम्युनिकेबल डिजिजदेखि कम्युनिकेबल डिजिजदेखि लिएर सर्जिकल एक्सपोजर सबैलाई चाहिँ कभर गर्न सक्ने एउटा लेभलमा सर्भिस दिन सक्ने। म डाक्टर सञ्जय गुप्ता, एमडीजीपी 8 वर्ष चलिरहेछ। एमडीजीपीलाई चाहिँ लगभग सबै कुरामा ट्रेन गरिएको हुन्छ। यस्तो हस्पिटलमा कम्युनिटीमा भएको 70 to 80% डिजिजहरू जीपीले नै ट्रिट गर्न सक्छ। निक साइमनले एकजना डाक्टर दिनुभएको छ र हामीले एकजना राखेका छौँ। उहाँहरूले आलो पालो गरेर 24 घण्टा बिरामी हेरेर सुविधा दिनुभएको छ। चेस्टमा चाहिँ स्वेलिङ छ। हाम्रो जस्तो रुरल कन्ट्रीमा जहाँ भौगोलिक हिसाबले सबै ठाउँमा कन्सल्टेन्ट पुर्याउन, औजार उपकरण र सबै सुविधा पुर्याउन सकिँदैन, त्यो ठाउँमा एमडीजीपी डाक्टर भनेको चाहिँ त्यो हस्पिटलको लागि मेन पिलर जस्तो हुन्छ। कुनै पनि हस्पिटल राम्रो हुनको लागि चाहिँ टिम राम्रो हुनुपर्छ। मैले ओटी सुरु गर्न खोजे पनि मैले एक्लै त सक्दिनँ, टिम चाहिन्छ र त्यो टिम पुरा गरिदिने काम चाहिँ निक साइमनले गरिदिनु भयो। ग्यापहरू फुलफिल गरिदिनु भयो। निक साइमन्सले जुन एउटा क्युमुलेटिभ रूपमा हाम्रो जिल्ला अस्पतालहरूलाई एउटा प्याकेज बनाएर जुन सपोर्ट गर्नुहुन्छ, त्यसमा म्यान पावरको कुरा हुन्छ, जस्तै एमडीजीपी, मेडिकल अफिसर, एनेस्थेसिया एसिस्टेन्ट, नर्सिङ स्टाफ र उहाँहरूलाई चाहिने कस्तो खालको इक्विपमेन्ट चाहिन्छ त्यो सबै कुरा हेरिदिनुहुन्छ र तारन्तार ट्रेनिङहरू पनि सँगसँगै सप्लाई गरिदिनुहुन्छ। यो क्युमुलेटिभ एप्रोच जुन निक साइमन्स इन्स्टिच्युटको छ त्यसले अस्पताललाई धेरै नै सहयोग गरेको छ। कति दिनै जजमेन्ट चाहिँ ट्रेनिङ भनेको एकदम इम्पोर्टेन्ट हुन्छ, किनभने त्यो भनेको अपग्रेड गर्ने कुराहरू हो। रेगुलर ट्रेनिङ गरायो भने चाहिँ एकदम बेनिफिसियल हुन्छ राम्रो एडिक्वेट सर्भिसको लागि। चाहिँ जीपी मात्र भएर नि हुँदैन, एउटा एफिसियन्ट हुनु पर्यो, उहाँहरूको नलेजलाई पनि तिखार्नु पर्यो। त्यो चाहिँ एनएसआईले गर्छ। हामीले सिएनसी केसहरू जुन सिजरियन गर्नुपर्ने केसहरू रिफर चाहिँ गरिएको छैन। यो 2 वर्षको अन्तरालमा लगभग 1000 भन्दा बढी आमालाई चाहिँ हामीले यहाँ अपरेसन गरेर सक्सेस गरेका छन्। गर्व लाग्छ। एनएसआईले एकदम ठुलो सपोर्ट नै गर्नुभएको छ, किनभने एनएसआईले म्यान पावर प्लस इक्विपमेन्ट सप्लाइजहरू सबै सपोर्ट गरिसकेपछि नै यो सिएनसी साइट गभर्मेन्टबाट चाहिँ एप्रुभ भएको कारणले गर्दा सर्भिस फ्लो पनि धेरै बढेको हो। किनभने सिएनसी साइट भइसकेपछि हामीले सर्भिसहरू अझ एक्सटेन्ड गर्न सकेका छौँ र पेरिफेरी एरियाको सबै पेसेन्टहरूलाई पनि हामीले सर्भिस दिन सकेको छौँ। एनएसआईले जुन हाम्रो तालिम प्रदान गराउनु भएको छ यो धेरै राम्रो काम छ। त्यही भएर हाम्रो त्यो दूरदराजको पहाडहरूमा अथवा जिल्ला अस्पतालको बिरामीहरूलाई सेवा दिनलाई एनेस्थेसिया असिस्टेन्ट एकदम जरुरी छ। र अहिलेको तपाईँको परिप्रेक्ष्यमा हाम्रो जसरी तपाईँको एनएसआईले एउटा हाम्रो टिमवर्क पठाउनु भएको छ, त्यो टिम आइसकेपछि हामीले धेरै तपाईँको सर्भिसहरूमा इन्क्रिमेन्ट गरेका छौँ। बिरामीलाई यहीँ लोकल एरियामै हामीले स्ट्यान्डर्ड क्वालिटीको सर्भिस दिन सफल भएको छौँ। यहाँका जनताले चाहिँ पाएको छ। यदि कोस्ट बेनिफिट एनालाइसिसै गर्ने हो भने एकदम यो उपयोगी कोस्ट इफेक्टिभ कार्यक्रमको रूपमा लिन चाहिँ सकिन्छ। कहिलेकाहीँ सिभियर बर्थ एस्पेक्जिया भइरहेको हुन्छ, हामीले आफ्नो सबै इफोर्ट दिएर त्यो बच्चा जब सास लिन्छ नि त्यसपछि हामीलाई सास आउँछ कि त्यो ह्याप्पिनेस, त्यो स्माइल नै हाम्रो रिवार्ड हो। एन्ड द्याट फिलिङ जस्ट वी क्यानट एक्सप्लेन। मलाई त एकदम खुसी लागेको यो सेवा दिएर मलाई एकदम अब हुन्छ नि भित्रैदेखिको आत्मसन्तुष्टि छ। कसैको ज्यान बचाउनु भनेको तपाईँको एकदम ठुलो कुरो। मान्छेहरू चाहिँ अब होइन खुसी लिएर आउँदाखेरि चाहिँ मलाई पनि त्यो मनबाट चाहिँ एकदम हर्षित खुसी लाग्छ। ल अझै राम्रो गरौँ भन्ने हुन्छ, किनभने उनीहरू स्माइल लिएर आउँछन्। बच्चाहरूको स्माइल उहाँहरूको देख्दा चाहिँ एकदम त्यो प्रोत्साहित हुन्छ। अझै बसौँ, अझै यहाँ गर्नु छ, अझै सेवा दिउँ भनेर अनि एउटा गुड फिलिङ हुन्छ। राति एकदम राम्रो मिठो निद्रा आउँछ।